नेपालबाट आमाले पठाइदिएको कोसेली। हेलो गाइज, वेलकम बैक टू माई मिनी भ्लग। आज मंडे को दिन बिहानै उठेर मैले मेरो एक्सरसाइजहरु सुरु गर्दैछु। आज चाहिँ मेरो बाइसेप्स र ब्याकको एक्सरसाइज छ। सो मसँग भएको इक्विपमेन्टले भ्याउने जति सबै एक्सरसाइजहरु गर्दैछु। 12 घण्टाको काम सँगै गर्नुपर्छ, सो टाइम एकदमै म्यानेज गर्नुपर्ने हुन्छ। अहिले चाहिँ बिहानको 6 बजिरहेको छ। साँझ ओभरटाइम भएर टाइम नहुने हुँदा मैले मर्निङमै एक्सरसाइजहरु गरिरहेको छु। हजुरहरुलाई थाहा नै छ मैले टोटल 12 घण्टा त कम्पनीमै काम गर्नुपर्छ। बचेको 12 घण्टाबाट मैले मेरो लागि टाइम निकालिरहेको छु। जे होस् सबै कुराहरु टाइम टु टाइम गर्दाखेरि चाहिँ एकदमै रमाइलो हुने रहेछ। साउको काम मात्रै नभएर मैले मेरो व्यक्तिगत कामहरु पनि त गरिरहेको छु नि। एक्ज्याक्टली गाइज, मैले गर्न खोजेको पनि यही हो। मेरो लाइफ कोरियाको 5 वर्षमा मात्रै सीमित छैन। भलै म अहिले कोरियामा साधारण कामदारको रूपमा काम गर्दैछु होला, तर यसको मतलब यो होइन कि मैले भविष्यमा पनि यसरी नै जिन्दगी कटाउने छु। चामलको बोरा बोकेर आफ्नो भान्सातिर जाँदैछु भनेको रुमतिर जाँदैछु, किसुक्सातिर जाँदैछु। अब यसरी दिन्छ नि त हामीलाई खानको लागि चाहिँ। साँझको लागि चाहिँ हो यो। बिहान त यही कम्पनीमा दिन्छ, साँझको लागि चाहिँ यसरी दिया हुन्छ। लगेर जानुपर्छ कि धेरै गरुङ्गो हुँदैन, सानो जहाँ र जस्तो अवस्थामा भए पनि प्रत्येक दिन म मेरो लक्ष्यको नजिक पुग्दैछु र मेरो यही कुरामा मलाई एकदमै गर्व लाग्छ। एनीवे गाइज, हाम्रो कम्पनीको ब्रेक टाइममा चाहिँ खाजा यस्तै हुन्छ। कफी, बिस्कुट अनि आज भोलि गर्मी भएर जुस पनि दिन थाल्या छ। तर मैले चाहिँ केही पनि खादिन। मैले 12 घण्टा गर्ने काम चाहिँ यस्तै हो साथीहरु। यो मेसिनबाट यस्तो काठहरु उठाएर प्यालेटमा यसरी मिलाएर राख्नुपर्छ। तर हजुरहरुले सोचे जस्तो सजिलो छैन नि। मैले गर्दै गरेको काम चाहिँ एकदमै हेभी हो। यस्तो फर्निचरमा काम गर्दै हुनुहुन्छ भने हजुरहरुलाई थाहा नै छ। 5 बजेसम्म काम गरेर म चाहिँ अहिले रुममा प्रोटिन शेक बनाएर खान आएको छु। काम सँगसँगै एक्सरसाइज पनि हुन्छ, सो खाना चाहिँ मस्त खानुपर्छ। यो प्रोटिन शेक बोतल किने पछाडि चाहिँ मलाई एकदमै सजिलो भइरहेको छ। झ्याम्म बनाएर स्वाट्ट खायो, कामतिर हिँड्यो। फाइनली गाइज, आजको 12 घण्टे काम पनि सकियो। साथी, हिजो भर्खर कोरिया पुगेको कुरा हजुरहरुलाई थाहा नै छ। मेरो लागि घरबाट के पठाइदिनु भएको छ भनेर म एकदमै एक्साइटेड भएको थिएँ। कुम्ला कुटिराहरु त एकदमै धेरै छ। अब के पो पठाइदिनु भएको छ? मलाई चाहिँ मम्मीले पठाइदिनु भएको हो। अनि यो चाहिँ के हो थाहा छ? हो के मौरीको 3 वर्ष पुरानो मौरीको हो के यो चाहिँ। मैले चाहिँ पहिल्यैदेखि भनेको थिएँ मम्मीले याद गरेर पठाइदिनु भएको रहेछ। अनि त्यसपछि यो त्यस पछाडि यो गुन्द्रुक छ अलिकति है। मलाई यो चाहिँ साह्रै मनपर्छ फेरि है। यो सिन्की चाहिँ एकदमै मनपर्छ कि। अनि कहिलेकाहीँ अब हतारमा खाना बनाउन टाइम हुँदैन नि त सबै बोलाउन। यो हुर्लोको उमालेर खान एकदमै सजिलो हुन्छ क्या। त्यही भएर यो पनि पठाइदिनु भएको छ। अनि यसको खिस्सा चाहिँ अलगै छ फेरि, हेर्नु है। अनि साथीले चाहिँ एकदमै धेरै